पक्का चाहिँ हामी सिलगढी भुजा खानाको लागि आइसकेको छौँ दाईहरूसँग पक्का यहाँ रहेको छ हाम्रो यो 7 क्रस होटलमा एकदम बवाल पाउँछ यहाँ चाहिँ सिलगढी होइन तपाईँहरूलाई पनि सिलगढी खानु मन छ भने चाहिँ यो होटल भिजिट गर्नु सक्नुहुन्छ है तपाईँहरूले लगाएर हाम्रो चाहिँ यहाँ सिलगढी भुजा आइसकेको छ अब हामी खाएर देखाउने चाहिँ कस्तो स्वाद होइन यसको म चाहिँ अलिक ढिलो खानु पऱ्यो कि त्यो चाहिँ हाम्रो दाइले सकिसक्नु भएको छ यता पनि सक्नु आँट्नु भएको छ अब यो मेरो भाग चाहिँ दाइलाई यसो हल्का लगाउने बानी छ कि मेरो चाहिँ अन्तिममा दाइ थाप्नु त यता अर्को लागि पनि छ त्यस्तो भएको चट्का सटासट हाल्नुपर्छ यसो हल्का फाइनली खाजा खाइसक्यौँ अब यहाँदेखि निस्किनु पनि हुन्छ टट्टा लगाएर टट्टा यो चाहिँ कोसोहरको टोपमा हो यो बाटो ट्र्याक्टर लिएर चाहिँ यही होटलमा पाइन्छ सेक्वा एकदम बबाल